ल ओ बोलियो छ के यता देख्यो गाउँको अर्ग्यानिक खाना खाएको अर्ग्यानिक खाना खाएको गाउँको जङ्गल छ हाडजङको हो माइतसन गएको बनाऊँ है ओ माथि हाम्रो अब शिवले धोरी रामपर्छन् माथि मङ्सिरको पूर्णिमा होइन पूर्णिमा हो नि पूर्णिमा अब के गर्नु म त अब हेर्न नपाउने भइयो कति साल 6 साल 8 साल करिब हो नहेरेको ल ठिक छ हुन त नहेरे भने ठिकै छ माइतको बोका बोक्नु पर्छ दुई त एकचोटि बोकेछु बिहा गरेदेखि त्यहाँदेखि बोक्न परे छैन कहाँ छु युट्युबमा जान्छ है मेरो भिडियो त त्यसले मेरो युट्युब हेर्छस् न लाइक टाइम आएर यहाँ पहिरो भएको छ कि यहाँ ओखर छ सफिट कहाँको सफिटले तिम्रो काममा ओखर हुन्न कहाँ हुन्छ यहाँबाट लिएर जाऊ भनेर भन्दै थियो अब मेरो भिडियो हेरि पनि यता हेर्नु है ओखरको रुख हाम्रोतिर यस्ता हुन्छ नि यो चाहिँ ओखरको रुख हो हेर है विश्वास मान्दैनौ सफिट ओखरभरि चाहिँ अलिअलि छ के हो अलिअलि छ भ्याइसकेको छ अलिअलि त यही यो ओखरको रुख हेर सफिट छन् क्या एउटा हाम्रो साथी सफिट यहाँ पानी फल यहाँ म पानी खान्छु है यहाँ यहाँ चाहिँ हाम्रो पानी हुन्छ बाह्रै मास यहाँ देउराली दर्शन ल म पानी खान्छु कसरी खाने हातले खाने ट्रेनमा हातले पनि खान्छु पात फेरि उँभो नजाने टेकमा खानु चोखो ठाउँमा त कसरी खानुपर्छ झरनाको पानी झरना छुले खसिरहेछ झरना छुले खसिरहेछ जाऊ खाऊ टेनमा खाऊ टिपाको ल आगर यता हेर क्या भिडियोमा मैले किन त्यस्तरी चुहाइदिएको अलिक खुवाइदिनु ल भन्दा अन्त यति लामो नि गरान्छन् र यति लामो नि गरान्छन् र खुवाइदिनु गाउँमै रमाइलो देशै रमाइलो हो अस्ति कहिले हो यहाँ पुरै जङ्गल छ हो यहाँ बाघ बस्ने ठाउँ जस्तो पुरै जङ्गल छ है हाम्रो जङ्गल यस्तै हुन्छ है के गर्नु माइत जाने बाटो हो हाम्रो प्युठान रोल्पादेखि अब ल ल ल खान्छ ल जुगा हालास् के आइज हाँसेको
ओहो दाइ के हो भनेर भन्छ आजको तामाङले दिदीले ओहो ओहो के भनेर भन्छ अरे माथिको डाँडा कुन अरे तपासी होइन तपासीदेखि त्यही हो यो चाहिँ समुद्र सतहदेखि धेरै नै अग्लो हो यतातिर गोठेचोर पर्छ हो त्यहाँदेखि उता चाहिँ प्युठानको सिमाना रोल्पा पर्यो घर भन्ने माथि धुरीराममा नाच्ने होला त गाइजहरू अब हामी त नाच्न पाउँदैनौँ अँडेर छ हो यहाँ त पुरै जङ्गल हो के गर्नु बाघ लाग्छ तर चाहिँ हामी चाहिँ भगाइदिइहाल्छौँ यस्तै जङ्गलहरू हुन्छ है गाइजहरू यहाँ ओहो हेट भन्छ ओ यस्तो जङ्गल छ यार अन्त माइत हेट यता हेर मानिसहरू थाहा छ यहाँ चाहिँ मकेरा खाने मकेरा त्यहाँ पार्टी फाल्ने हो स्लो गाइजहरू यहाँदेखि उता चाहिँ प्युठान हो है प्युठान जिल्ला प्युठान पर्छ यहाँदेखि एउटा ओ पुरै कुरो लगाइसक्यो गाह्रो छ पार्टी फाल्यो यहाँदेखि उता प्युठान पऱ्यो ओ सिउलेहरू रामेर जाने माथि ल यहाँ आउन एकछिन म पार्टी फाल्दा आउँछु भिडियो बनाएको थियो मेरो नसोर्नु पर्ने हो त्यस्तै बनाएको थिएँ क्यामेरा घुमा के नदेखा त्यहाँ पनि गरेको है बक्सलाई पारिसम्म गर्नु हेर्नु बाबा मौलालाई नि दर्शन गर्छ दर्शन गर्नु पर्यो त भयो अब यहाँ चौतारा यस्ता वनस्पति गरौँ अब यहाँ चाहिँ एकछिन बस्ने हो यसरी अब यहाँ चाहिँ बिसौनी भारी हो तलबाट खिच्नुमा यसरी आज पेन्टिङ गरे हो ओस्नी गरेको लागि आज
यहाँ यो के को लाइन हो बिजुली हो यहाँ नि बिजुली लाइन छ बिजुली लाइन दिन्छ भने चाहिँ अब राम्रो यो लुजलाई पनि जान्छ पम्पी छ दिने यहाँ चाहिँ अब उता चाहिँ प्युठान पर्छ यतादेखि उता प्युठान हो यता पाँचचर यहाँदेखि उता पर्छ होइन त्यो देखिदेखि उता पाँचचर पर्छ अब यता चाहिँ फोब्ली पारी फोब्ली हुन त यो पनि पहिल्यै फोब्ली गाविस नै हो यता चाहिँ मैरामारे पर्छ ओ यहाँ मैरामारे पर्छ सिउले पनि देखाइदिन्छु म मेरो माइततिर यता चाहिँ रोल्पा पऱ्यो यहाँदेखि उता भरिया दाइले बिसाउने भारी भनेको यही चौतारी चौतारी बाई बाई यहाँसम्म लाइन पनि आछ है रहेछ यही हो शिवले गाउँ मकै सकै भाँचिसक्यो र उता अब उसले अब पारि हेर्दैछ मेरो माइततिर आयो भनेर खुसी हुँदैछ किन शिवले त्यही हो पारि के भन्ने ठाउँ थात्रादेखि माथि घौन्डो पल्लोपत्ती कहाँ भन्ने ठाउँ है त्यो चोराढिक फोप्ली पारी यता चाहिँ जुटुङखोला तेबाङ पारी यता चाहिँ सरीकोट भयो रमाइलो छ जगुस हामी माइत जान लाग्यो भिडियो बनाएछ है युट्युबमा जान्छ गएर फेरि मेरो युट्युबलाई सब्सक्राइब गर्नु है टमाटर दुईटा नाम एउटै खालको शिव शक्ति के पैसा कमाउनलाई खोलेको र थात्रा है चल्ला थात्रा हो मैरामारे घौन्डो पानी सब यो होइन तल झर्नुपर्छ गाई छ गाह्रो छ यो चाहिँ बाइसल्ला म चाहिँ तल रोडमा झर्ने भनेर आएको उता त्यहाँदेखि गाह्रो छ बाटो भुलेर यार मलाई कहाँदेखि हो बाटो थाहा छैन बाइक ल्याउन आउँछ मलाई त्यही भएर यहाँबाट सर्टको झर्न लगाएको
बाटो त अप्ठ्यारो रहेछ के त हो बाटो त खतरा छ यार बाटो डेन्जर छ गाह्रो छ यार धेरै चढाइ छ गाह्रो छ हो यार तल पुग्नु पर्छ बाटो भुलेर ठाडो बाटो सर्टकट निस्किन्छु भनेको यतै गरेर जाऊँ निस्किम माया पुग्योस् त्यहीबाट आयो हो यार हिँड्दै यहाँबाट माथि पुगेर धेरै गाह्रो छ यार